भनिन्छ खुसी हुन सजिलो छ, तर म खुसी छु भनेर देखाउन महँगो र गाह्रो छ। हामीले गर्ने साना साना काममा पनि हामी आनन्द लिएर त्यसमा खुसी हुन सक्छौँ भने म खुसी छु भनेर देखाउनलाई त्यही अनुसारको कपडा, त्यही अनुसारको अनुहारदेखि लिएर हरेक कुरालाई व्यवस्थापन गर्नुपर्ने भएको हुनाले त्यो अलिकति कठिन हुन सक्छ। तपाईँ हामी सबैलाई खुसी खोज्न वस्तुमा होइन, अन्तर्निहित स्वभाव र दृष्टिकोणमा परिवर्तन हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसैले आउँदै गरेको बडा दशैं 2082 का अवसरमा हामी सबैले साना साना काम र साना साना गतिविधिहरूबाट खुसी हुने वातावरण सिर्जना होस् भन्ने कुरा राख्दै यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।